भइरहेको छु अझै अदुवा लसुनको पेस्ट हाल्नु बाँकी छ आज चाहिँ मेरो जन्मदिनको बर्थडे पार्टी हुँदैछ त्यसको लागि चाहिँ म यहाँ फर्स्टमा चिकन बनाउन लागिरहेको छु चिकनलाई चाहिँ म पहिला बोइल गर्छु त्यो चाहिँ मेरो रेसिपी है आज नयाँ कुकरी हाम्रो नयाँ प्रेसर कुकर किनेर ल्याएको कति गरे 10 लाखको 10 करोडको कुकर ल यहाँ चाहिँ हाम्रो ज्वाइँ राजाले सलाद काटिरहनु भएको छ नयाँ सेफ है यो चाहिँ न्यू सेफ यहाँनिर टक्क लाएर यहाँ सजाउँदै हुनुहुन्छ यहाँ अनि यहाँ हाम्रो पातली बहिनी अब चाहिँ हाम्रो मासुको रेसिपी हुँदैछ अब यहाँ चाहिँ दिदी मासु बनाउनु हुँदैछ बर्थडे गर्लले नै जबरजस्त गराउँछ हामी चाहिँ होइन अलरेडी मासु चाहिँ बोइल गरिसकेँ अब चाहिँ जहिले चाहिँ मैले बनाइरहेको थिएँ कि अब आज चाहिँ मैले चाहिँ रेस्ट म ओन्ली पुरो बनाउँछु अरू चाहिँ मासु अचार पापड चापड के बनाउनुहुन्छ त्यो चाहिँ हाम्रो दिदीले बनाउनुहुन्छ ओके अनि यहाँ चाहिँ मेरो बुढो सेफले चाहिँ हाम्रा सलाद बनाउँदै हुनुहुन्छ हाम्रो मासु चाहिँ डिप फ्राई गरेर चाहिँ यस्तो रेडी भइसकेको छ होइन चिल्ली हालिरहेको छु अझै अदुवा लसुनको पेस्ट हाल्नु बाँकी छ यहाँ भइरहेछ यता चाहिँ हाम्रो आलु बोइल भइरहेछ अनि हाम्रो एउटा रेसिपी पनि थपेछ यो चाहिँ कौलीको तरकारी आलु कौली यो चाहिँ म बनाउँछु अनि हाम्रो रेसिपी चाहिँ आजको चाहिँ पुलाउ मासु अचार अनि कौली आलु अनि हाम्रो चाहिँ सलाद बनाउने सेफ चाहिँ माला राई टुडे बर्थडे गर्ल इज म मात्रै होइन तिमी पनि हुन्छौ नि अहिले फाइनली गाइस हाम्रो अब मासुको रेसिपी चाहिँ सकिन लाग्यो होइन यो चाहिँ लास्ट हुन्छ अब यता चाहिँ काउली र आलुको तरकारी पनि पाक्दैछ सो अब नेक्स्ट हाम्रो चाहिँ पुरो पकाउँदैछ मासु पाक्यो फाइनली अब चाहिँ हामी खाना रेडी गर्दै यो चाहिँ यो के भन्छ यो झिरिङ्गा झिरिङ्गा यहाँ छ हाम्रो पुलाउ हो बहिनीको पुलाउ बहिनीको रेसिपी यहाँ छ अचार मालाको अचार यसमा के छ काउली र आलुको तरकारी खै त ऊ पनि छ यो चाहिँ हाम्रो जय सागको ऊ है यो चाहिँ उहाँले बनाएको है जय सागले बनाउनु भएको धन्यवाद खतरा बनाउनु भयो टोमेटोको है eat more, huh? Inshallah, you have to eat more. अनि ब्रो के छ अनि धेरै पछि भेट के भन्न चाहन्छु भन के भन्नु मन थियो भन है भन्ने मालालाई अब ह्यापी बर्थडे अनि खानाको लागि धेरै धेरै धन्यवाद स्पेशल खाना बिहान हिँड्दा हिँड्दा यस्तो कस्तो भएको थियो यहाँनिर है मलाई त पुरा सुतिरहेको थियो मेट्रोमा सुतेको सुते 1 मिनेट सुतेको छैन ल 3 दिन पहिला चाहिँ अब हाम्रो पाहुनालाई के भन्न सुजन ब्रोलाई पनि दिनु हैन हैन म त खाइहाल्छु ऐसा प्लान ओ बहिनी आइ भन्देऊ आई एभ्री टाइम ब्लगमा भइरहेको बहिनीको र जनाको सेम टी सर्ट छ है ब्ल्याक मुटुको टुक्रा मेरो मुटुको टुक्रा कलेजोलाई स्पेशल टेक दिस वन Eat it, brother. Eat together. Don't be shy, okay? Friendship, huh?
यो चाहिँ मेरो खाना हो म अब खाना लाएको